आजको यो भिडियो चाहिँ यो इन्ट्रान्स प्रिपरेसनको लागि क्यालकुलेटर ट्रिक अन्तर्गत हाम्रो म्याथमेटिक्सको जेनरल सोलुसन हुन्छ नि बेसिक ट्रिगोनोमेट्री त्यसको बारेमा भनेर ढिला नगरी म सरसर्ती पोजिसनतिर जान्छु। हाम्रो फर्स्ट पोजिसन चाहिँ एकदम लामो क्वेसन रहेछ। यसमा sin x प्लस cos x प्लस sec x प्लस cos x इक्वल टु 0 को जेनरल सोलुसन के हो भनेर निकाल्नु छ। नर्मल तरिकाले गर्दाखेरि त्यसलाई थोरै सोल्भ गर्ने लास्टमा हाम्रो स्ट्यान्डर्ड फर्महरू छन् तिनीहरू गर्न सकिन्थ्यो, तर क्यालकुलेटरबाट गर्दाखेरि चाहिँ मैले यसलाई नर्मल मोड भनेको प्रायः जसो ट्रिगोनोमेट्रीको क्वेसन गरिरहेको छौँ भने युजल्ली हाम्रो क्वेसन अथवा अप्सनमा डिग्री इन्भल्भ भएको छैन भने रेडियनमा गर्नु बेटर हुन्छ। मेरो क्यालकुलेटर अहिले रेडियन मोडमै छ। यदि थिएन भने मैले सिफ्ट मोड अनि 4 प्रेस गरेर लान सक्थेँ। मैले यदि सेटअप गरिसके पछाडि हामी क्वेसनतिर लाग्छौँ। यसको सोल्भ गर्ने तरिका भनेको यहाँको सबसे थोरै भेरिएन्स भएको एङ्गल चुज गर्छौँ अनि त्यस पछाडि बाँकी हाम्रो क्वेसन टाइप गर्छौँ र अनि त्यसको भ्यालु निकाल्दाखेरि यो इक्वेट हुने भ्यालु निकाल्दाखेरि जुनले इक्वेसन सेटिस्फाई गर्छ त्यही हाम्रो सोल्युसन हुने। अहिलेको लागि मैले सिम्पली क्वेसन टाइप गर्न गएँ। क्वेसन छ sin x प्लस cosine x प्लस sec x लेख्नको लागि 1/cos x लेख्नु पर्यो। 1/cosine of x त्यस पछाडि cosec x भनेको 1/sin x। अब यहाँ मध्येको सबभन्दा थोरै भेरिएन्स भएको यो अप्सन बीमा भएको n पाई प्लस -1 को पावर n पाई/4 हुन्छ। सबसे कम भेरिएन्ट मतलब कस्तो भन्न खोजे भन्दा यो अप्सन चुज गर्दाखेरि यो अरू अप्सन पनि अरू अप्सनको सबसेट जस्तो होस् क्या। यो चाहिँ जस्तै यसमा n को भ्यालु 0 राख्यो भने n पाई प्लस पाई/4 हुन्छ हैन। n को भ्यालु 0 प्लस पाई/4 हुन्छ। n को भ्यालु 1 राख्दाखेरि माइनस पाई/4 हुन्छ। अनि फेरि n को भ्यालु मैले 2 राखेँ भने n को भ्यालु 1 राख्दाखेरि पाई प्लस पाई/4 भनेको 5/4 थियो। 2 राख्दाखेरि 2 पाई माइनस पाई/4 भएन, पाई/4 भएन, त्यो भनेको 7/4। यसरी यो सानो एङ्गलहरू हुँदै जाने भयो। यसमा चाहिँ के हुन्थ्यो n पाई माइनस पाई/4 गर्दाखेरि चाहिँ 0 राख्दाखेरि नेगेटिभ पाई/4 भयो, 1 राख्दाखेरि 3/4, 2 राख्दाखेरि 7/4 यस्तै गरेर जाने भयो। यसमा प्लस हुँदै जाने भयो। यो 2 पाईमा चाहिँ यसको हाम्रो के भन्छ पिरियडै 2n पाई हुने 2 पाई हुने भयो अनि त्यही अनुसार चेन्ज हुँदै जाने भयो। सबसे सानोबाट ट्राई गर्न थाल्नुपर्छ। यसलाई मैले क्यालकुलेसन प्रेस गरेँ। n को भ्यालु 0 राख्दाखेरि हाम्रो कति हुन्थ्यो पाई/4 हुन्थ्यो। पाई/4 इक्वल्स टु राख्दाखेरि √3/2 आयो। मतलब मेरो राइट ह्यान्ड साइड त 0 आउनु पर्थ्यो। यसले 0 नदिइसके पछाडि यो अप्सन हाम्रो एलिमिनेट भयो। अब नेक्स्ट अर्को कुनै क्वेसन अप्सन डी चेक गरौँ। अर्को सानो भ्यालु भनेको यो छ। अप्सन डी चेक गर्दाखेरि n को भ्यालु मैले 0बाटै चेक गरेँ, जसमा नेगेटिभ पाई/4 राख्नुपर्छ। भ्यालु प्रेस गर्न अगाडि नि भ्यालु प्रेस गरेछु। नेगेटिभ पाई/4 यसले मेरो एन्सर 0 दियो। यतिकैमा यो एन्सर हो भन्न त मिल्दैन, यो एन्सरको कन्टेन्टहरू चाहिँ भयो। अब n को भ्यालु 0 राख्दाखेरि सेटिस्फाई भयो। अब 1 राख्दाखेरि हुन्छ कि हुँदैन त्यो पनि हुनु पर्यो। 1 राख्दाखेरि भनेको पाई माइनस पाई/4 भनेको 3/4 भयो हैन। 3 अफ पाई डिभाइड बाई 4 गर्दाखेरि पनि 0 दियो। अब 2 राखी हेरौँ। 2 राख्दाखेरि यसको भ्यालु 7/4 हुन्छ। त्यो 7/4 ट्याकेट क्यालकुलेट गर्न अप्ठ्यारो भइरहेछ भने सिम्पली यही पनि गर्न सकिन्छ। 2 पाई माइनस पाई/4 पनि गर्न सक्यो। इक्वल्स टु गर्दाखेरि नि 0 आयो। मेरो n को हरेक भ्यालुको लागि यसले मेरो इक्वेसन सेटिस्फाई गरिरहेको छ भने यो एन्सर हुने भयो। त्यस्तै गरी हामीले यी अप्सनहरू चेक गऱ्यौँ भने यसले रङ एन्सर दिनु पऱ्यो नि त। एउटाले 3टा क्वेसन चेक गर्दाखेरि डाइरेक्ट दिइरहेको छ भने अहिले रङै दिन्छ प्रायः। फर्स्ट अप्सन 0 राख्दाखेरि पाई/4, यो त ठ्याक्कै बीमा पनि 0 राख्दाखेरि पाई/4 नि आएको थियो। त्यति बेला हाम्रो एन्सर मिलाएको थिएन। त्यही हिसाबमा यसलाई एलिमिनेट गर्न सक्थ्यो। अप्सन सी हेर्दाखेरि 0 र एउटा कुनै साइन लियौँ, 0 र प्लस साइन लिँदाखेरि पाई/6 हुन्छ। सायद यसले नि सेटिस्फाई नगर्ला। यसले नि सेटिस्फाई गरेन भने चाहिँ मेरो राइट एन्सर अप्सन डी हुने भयो। नेक्स्ट क्वेसन छ 3 tan² θ - 2 sin θ = 0
यसमा यसको जेनरल सोल्युसन निकाल्नु पर्ने छ भनेपछि अब हामी सिम्पली यसको क्वेसन टाइप गरौँ। क्वेसन टाइप गर्न थोरै ट्रिकी छ किनभने पहिला अब 3 tan स्क्वायर थीटा लेख्नु पर्यो भने यहाँनिर स्क्वायर दिएर हुँदैन, यसले चाहिँ हाम्रो एङ्गलको स्क्वायर बन्न जान्छ। त्यही भएर यो लेख्ने राइट तरिका भनेको tan अनि एङ्गल लेखिसकेर एङ्गलको स्क्वायर नदिने, यसको ब्राकेट क्लोज गर्ने अनि हामीले स्क्वायर दियौँ भने यो 10 को होल स्क्वायर हुन्छ, मतलब यानि कि tan स्क्वायर थीटा हुन्छ। नत्र तपाईँले अझै एक्स्ट्रा ब्राकेट लाएर त्यसलाई स्क्वायर गर्दाखेरि झन् क्लियर भएन। त्यस पछाडि नेक्स्ट sin x छ, हाम्रो इक्वेसन यति नै भयो। अब यहाँ सबसे धेरै भेरिएन्स भएको अप्सन भनेको यो दुईवटा उति नै छ, फरक फरक भ्यालु भएकाले कुनै एउटा ट्राई गर्न सक्यो। जस्तै अहिलेको चाहिँ मैले π/3 वाला क्वेसन ट्राई गर्नेमा एनको भ्यालु मैले 0 राख्दाखेरि यो भनेको π/3 हुन्छ। सरी, पहिला क्याल्कुलेसन सिफ्टसँग क्याल्कुलेसन गर्दा सोल्भ हुन्छ, तर मैले क्याल्कुलेट मात्रै गर्न खोजेको। x को भ्यालु π/3 यो गर्दाखेरि मेरो 0 आउनु पर्थ्यो, अरू कुनै भ्यालु आइरहेछ भने चाहिँ यो मेरो राइट एन्सर हुने कुरा भएन। त्यस्तै गरी नेक्स्ट अप्सन π/6 एनको भ्यालु 0 राख्दाखेरि अप्सन बीमा π/6 राख्दाखेरि यो 0 आयो। त्यसै गरी यसमा एनको भ्यालु 1 राखौँ, एनको भ्यालु 1 राख्दाखेरि पाई माइनस π/6 भनेको 5π/6 भएन, 5π/6 द्याट इक्वल्स अल्सो 0 आयो। त्यही गरी म अब 2 पनि राखिहेर्छु, 2 राख्दाखेरि 2π प्लस π/6 भनेको मेरो 9π/6 सरी 13π/6 भयो। जुनमा पनि मेरो 0 आइरहेछ भनेपछि यो एन्सर हुने प्रोबेबिलिटी बढी भयो। त्यस्तै अरू अप्सन नै चेक गर्न सक्छौँ। जस्तै n π/3 मा त अघि यहाँ π/3 राख्दाखेरि एनको भ्यालु यसमा 0 हुँदाखेरि π/3 भएको थियो, यसमा 1 हुँदाखेरि π/3 हुन्छ। त्यति बेला इक्वेट भएको छैन भने चाहिँ यसलाई हटाउन सक्यो। π/6 nπ प्लस π/6 भनेको योभन्दा फरक कुन केसमा हुन्छ, एनको भ्यालु 1 हुँदाखेरि यहाँ माइनस भएको थियो, यहाँ प्लस हुन्छ नि त, एनको भ्यालु 1 राखिहेरौँ, यो भनेको 7π/6 भयो, त्यसले सेटिस्फाई गर्नु भएन। सरी, मैले क्याल्कुलेसन प्रेस गर्न अगाडि नै गरिरहेको छु। 7π/6 यसले पनि मेरो भ्यालु 2 दिइरहेको छ, जुन 0 हुनु पर्थ्यो भनेपछि यो पनि राइट एन्सर नभएपछि हाम्रो राइट एन्सर अप्सन डी हुने भयो। नेक्स्ट क्वेसन छ cosec x = 1 + cot x छ भने यसको जेनरल सोल्युसन हो x। सिमिलर क्वेसन भयो। यसलाई क्वेसन टाइप गर्नलाई चाहिँ यो सबै कुरालाई राइट साइडतिर सिफ्ट गर्नुपर्ने हुन्छ। मतलब हाम्रो इक्वेसन cosec x - 1 - cot x हुने भयो। cosec x टाइप गर्नको लागि 1/sin x गर्नु पर्यो। त्यसै गरी -1 - cot x भनेको 1/tan x, 1/tan x। अब हाम्रो अप्सन हामी कहाँदेखि ट्राई गर्न सक्छौँ, अप्सन बी र सी छन्, यी दुईटादेखि ट्राई गर्न सक्यो। मैले अप्सन बीबाट ट्राई गरेँ, एनको भ्यालु 0 राख्दाखेरि यो भनेको π/4 माइनस π/4 सबै कुरा 0 भयो। यहाँ म्याथ एरर आयो, यो म्याथ एरर किन आयो भन्दाखेरि 1/tan x मा tan x 0 हुँदाखेरि 0 भयो, 1/sin x भने x 0 हुँदाखेरि 0 भयो, त्यही भएर 1/0 म्याथ एरर हो। त्यो हुँदाखेरि ठ्याक्कै 0 नराखेर 0 पनि थोरै बढी राख्नुपर्ने हुन्छ यस्तो केसमा। यो गरी हेर्दाखेरि यो -0.99 भनेको -1 जति हो, यो चाहिँ बीले दिएको छ, आउनुपर्ने त 0 थियो, आएन भनेपछि यो अप्सन इलिमिनेट भयो। त्यसैले सेकेन्ड केसमा एनको भ्यालु 0 राख्दाखेरि प्लस माइनस π/4 हुन्छ, कुनै एउटा लिन सक्छौँ एकचोटिमा। π/4 लिएँ मैले, यो गर्दाखेरि पनि अरू कुनै भ्यालु आइरहेछ भने चाहिँ हाम्रो यो पनि इलिमिनेट भयो। त्यस्तै गरी अब nπ राख्दाखेरि 0 राख्दाखेरि हाम्रो एउटा अप्सन 0 नै हुन्छ। अनि एउटा अप्सन 0 भइसके पछाडि सरी एउटा इनपुट 0 भइसके पछाडि हामी अघि 0 हुँदाखेरि -1 एन्सर आएको थियो भनेपछि यो पनि यतिकै इलिमिनेट भयो भन्न सक्छौँ। अब बचेको अप्सन एउटा चाहिँ यसलाई सही भन्न पनि सक्यो, त्यो पनि चेक गरिहेरौँ। एनको भ्यालु 0 राख्दाखेरि π/2 हुन्छ, π/2 गर्दाखेरि अनि म्याथ एरर आयो। किन आयो भन्दा यो 90 को केसमा आयो, फेरि 1090 भनेको इन्फिनिटी हो, इन्फिनिटी भनेको म्याथ एरर भयो, त्यही कारणले आएको हो। 90 भन्दा थोरै कम अथवा बढी राख्न सक्यो।
त्यसको लागि पाई बाई 2 माइनस सानो भ्यालु घटाइदिउँ त्यस पछाडि यसले हामीलाई कुन आन्सर दिन्छ यो भनेको 10⁻⁻5 0.00009 भनेको अलमोस्ट 0 किनकि लिमिटिङ भ्यालु राखिरहेको छौँ नि त हामीले इनपुट दिँदाखेरि त्यही भएर एक्ज्याक्टली 0 आउँदैन टेन्स टु 0 आएको त्यो कारणले अब यसको लागि एक्स एनको भ्यालु 1 राखी ट्राई गरौँ 2π + π/4 भनेको 5π/4 भएन सरी 5π/2 भएन 5π/2 यसमा सायद त्यस्तै माथि आउने होला त्यो 10 को कारणले यसमा पनि त्यही गरौँ 5π/2 प्लस अर माइनस 0.000 अलिक सानो भ्यालु इनपुट आउटपुट दियो भने हाम्रो एन्सरको एक्युरेसी पनि धेरै आउँछ त्यो भनेको 1/10 लाख भनेको लगभग 0 नै हो त्यही भएर हाम्रो अप्सन सी करेक्ट एन्सर भयो आजको हाम्रो भिडियोमा यति नै क्वेसन थिए नेक्स्ट भिडियोमा म अरू कुनै टपिक्स लिएर यस्तै ट्रिकहरू लिएर आउँछु यो भिडियोमा यति नै भयो धन्यवाद